हेलो साथीहरु, नमस्ते। तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म मुकबेङ भिडियो लिएर आएकी छु र आज चाहिँ मेरो खानामा बोइल गरेको म चाहिँ अब अदुवा खाने बानी छ अनि खोर्सानी, यो चाहिँ तित्तिरीको अचार र सुँगुरको मासु र तोरीको साग अनि यो अदुवा र टमाटरको अचार अनि यहाँनिर दाल छ, मुसुरी दाल अनि चाहिँ यो सिस्नु। अब चाहिँ म खानु स्टार्ट गरेँ। पहिले दाल खाऊँ। पक र आज तोरीको साग मिक्स गरेर बनाएको छु। अब स्टार्ट गरेँ। अचार, अदुवा, टमाटर अनि लसुन पनि हाल्छ यसमा। यसरी बनाएको चाहिँ मिठो हुन्छ अचार। सिस्नु, मलाई चाहिँ सिस्नु पुरा मन पर्छ। आज त दामी भएको छ सिस्नु। अदुवा मेरो चाहिँ सलादको बदलीमा चाहिँ अदुवा खान्छु म। अदुवा मनपर्छ मलाई। निम्बु अदुवा खान्छु। मिठो भएछ। सधैँ चाहिँ म रायोको साग हालेर बनाउँथेँ सुँगुरको मासुमा। आज चाहिँ मैले तोरीको साग हालेको छु। मिठो भएछ, टेस्टी भएछ। अचार पनि मिठो। बेसी खायो भने फेरि भुँडी पोल्छ। पिरो चाहिँ कम्ती खान्छु। तित्तिरीको अचार चाहिँ हुन्छ। खाना रुच्दैन भने चाहिँ यो अचार खानुपर्छ तित्तिरीको। आज चाहिँ मलाई अलिक बेसी भोक लाग्यो किनभने खाना अलिक ढिलो भयो, त्यही भएर चाहिँ मैले अलिक बेसी खाएँ। सधैँ चाहिँ अलिक कम्ती खान्छु योभन्दा। टु थ्री पिसले चाहिँ अब म अगाइहाल्छु नि त। दामी सिस्नु। आज चाहिँ सबैभन्दा मिठो भयो। अस्ति पनि बनाएको थिएँ, त्योभन्दा पनि आज चाहिँ मिठो भएछ। पुरा टेस्टी भएछ। खुर्सानी चाहिँ राखेको छु, खानु सक्दिनँ किनभने पिरो छ। अचार पनि तित्तिरीको अचारमा पनि पिरो छ, खुर्सानी छ हो। यो मासु पनि अलिअलि पिरो छ, त्यही भएर चाहिँ खुर्सानी चाहिँ राखेको मात्रै साइडमा अब खान्छु कि भनेर, तर खानु सक्दिनँ रहेछु हो।
बोसो बोसो चाहिँ बेसी खानु हुँदैन, बेसी खायो भने चाहिँ फेरि बुढी मलाई चाहिँ फ्याटी चिज बेसी खाँदिनँ। एक चाहिँ पुरा मनपर्छ, म प्रायः खाइबस्छु बोइल गरेर। दामी अचार दामी, तपाईँ पनि ट्राई गर्नुहोस्। अचार चाहिँ टमाटर हाल्नुहोस्, टमाटर चाहिँ पोलेर होइन, काँचै टमाटर होइन, त्यहाँदेखि चाहिँ अदुवा हाल्नुहोस् अनि लसुन हाल्नुहोस् पिसेर। यसरी ट्राई गर्नुहोस्, कतिको मिठो हुन्छ अचार। मलाई चाहिँ पुरा मिठो लाग्छ। अचार खानु सक्दिनँ, अचार पिरो भएर खोर्सानी खानु सक्दिनँ। अनि पानी चाहिँ अब अर्किन जस्तो भइरहेको, नभए खाना खाँदा पानी खानु हुँदैन हो, ड्यामै हुन्छ नि त भुँडी झन्। दामी मेरो तोरीको साग बेस्ट हो, सबैभन्दा। साग बेसी खाँदैछु म, मासु चाहिँ खानु सक्दिनँ जस्तो छु। खाएको पिरो पिरो अचार। अब चाहिँ ठिकै बसेछु मैले, योभन्दा बेसी खानु सक्दिनँ खाना चाहिँ। अन्त मेरो चाहिँ खाना खाँदाखेरि मासुहरू भएको बेलामा अदुवा चोक्ने बानी छ, अन्त अदुवा मिठो लाग्छ मलाई खानासँग। अब चाहिँ मलाई सक्नु सोर्स गरेर मिठो भयो मलाई चाहिँ सिस्नो दामी भएछ। पिउनु पर्यो। सिस्नो पनि उब्रियो। फिनिस्ड हो। दाल पनि फिनिस्ड। अब तिती अचार अचार चाहिँ पुरा मिठो, तितीको दामी। मैले चाहिँ फिनिस्ड गरेँ। अचार चाहिँ मैले खानु सकिनँ, खोर्सानी पनि सकिनँ, अदुवा पनि छैन, अनि मैले यति चाहिँ मासु बारे खानु सकिनँ। अचारले चाहिँ खाना टुच्यो मजाले, अनि सिस्नो दामी। अब चाहिँ फिनिस्ड भइसक्यो, सबै मैले खाइसकेँ। यो चाहिँ मैले खानु सकिनँ। अचार खोर्सानी चाहिँ मैले त्यसै खानु सक्दिनँ जस्तो लागेर खानु सकिनँ होइन, पिरो थियो अरूमा पनि। लास्टसम्म हेरिदिनु होला मेरो भिडियो। तपाईँहरूलाई मन पर्यो भने लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।